किन कोही विद्यार्थी एकदमै ट्यालेन्ट हुन्छ र कोही विद्यार्थी एकदमै कमजोर हुन्छ। अझै स्पेसिफिकली भन्नुपर्दा किन कोही विद्यार्थीहरू जुनियर हाई स्कुलमा एउटा कुनै सब्जेक्टमा कमजोर छ भने त्यो विद्यार्थी जीवनभरि नै त्यो सब्जेक्टमा कमजोर भइरहन्छ। यसको बारेमा रिसर्च गर्दाखेरि स्ट्यानफोर्ड युनिभर्सिटीको प्रोफेसर क्यारोल ड्वेट र उहाँका दुईजना कलिग्सले रिसर्च गरेर के पत्ता लगाउनुभयो भन्दा त्यो कमजोर विद्यार्थीलाई चाहिँ के लाग्दो रहेछ भन्दा मेरो दिमागको क्षमतै कमजोर छ। त्यो कमजोर विद्यार्थीलाई के लाग्दो रहेछ भन्दा माई इन्टेलिजेन्स इज फिक्स्ड, मेरो इन्टेलिजेन्स नै सीमित छ, म योभन्दा धेरै ट्यालेन्ट बन्न सक्दिनँ, मेरो योभन्दा धेरै क्षमता म देखाउन सक्दिनँ। त्यो फिक्स्ड माइन्डसेटले गर्दा उसले मेहनत नै नगर्दो रहेछ। त्यो फिक्स्ड माइन्डसेटको बिलिफले गर्दा उसले मेहनत नै नगर्दो रहेछ। र सँगसँगै अर्को साइडमा जो विद्यार्थी एकदमै ट्यालेन्ट छ, जो विद्यार्थी एकदमै राम्रो छ, क्लासमा राम्रो खालको उसको पर्फर्मेन्स एकदमै राम्रो छ भने त्यस्तो खालको विद्यार्थीहरूको रिसर्च गर्दा के पाइयो भन्दा उनीहरूको माइन्डसेट चाहिँ कस्तो रहेछ भन्दा मैले मेहनत गरेँ भने, मैले अझै धेरै कोसिस गरेँ भने मेरो दिमाग अझै धेरै पावरफुल हुन्छ अथवा म योभन्दा बढी ट्यालेन्ट हुन्छु अथवा मेरो इन्टेलिजेन्स झन् धेरै बढ्छ फ्युचरमा भन्ने खालको माइन्डसेट उनीहरूको हुँदो रहेछ। भनेपछि उनीहरूको चाहिँ ग्रोथ माइन्डसेट हुँदो रहेछ। यो रिसर्चको सेकेन्ड पार्ट अझ बढी इन्ट्रेस्टिङ छ। यसमा के गरियो भन्दा त्यो कमजोर विद्यार्थीहरूलाई दुईवटा ग्रुपमा विभाजन गरियो र एउटा ग्रुपको विद्यार्थीहरूलाई चाहिँ माइन्डसेटको ट्रेनिङ दिइयो के। त्यो माइन्डसेटको ट्रेनिङमा के सिकाइयो भन्दा जब हामी नयाँ नयाँ कुराहरू सिक्दै जान्छौँ, नयाँ नयाँ कुराहरू इन्फर्मेसन लिँदै जान्छौँ, त्यसले हाम्रो दिमागको क्षमतालाई फ्युचरमा झन् धेरै बढाउन कोसिस गर्छ। हामी मेहनतबाट भाग्यौँ भने झन् दिमाग कमजोर हुन्छ, तर हामी मेहनतबाट भागेनौँ भने नयाँ नयाँ कुराहरू सिक्दै गयौँ भने हाम्रो दिमागमा नयाँ नयाँ न्युरल पाथवेजहरू बन्दै जान्छ, न्युरल कनेक्सन्सहरू बन्दै जान्छ। त्यसले गर्दा हामी फ्युचरमा झन् धेरै हाम्रो माइन्डको क्यापासिटी बढ्दै जान्छ भनेर चाहिँ उनीहरूलाई त सिकाइयो। र उनीहरूलाई अर्को कुरा के पनि सिकाइयो माइन्डसेट ट्रेनिङमा भन्दा यो इन्टेलिजेन्स भन्ने कुरा कुनै जन्मजात लिएर आउने क्वालिटी होइन। इन्टेलिजेन्स भन्ने कुरा यो एउटा स्किल सेट हो। यो तपाईँको जिम गएर बडी बनाए जस्तै हो, स्किल सेट हो। यसलाई जसले पनि डेभलप गर्न सक्छ, जुन बेला पनि डेभलप गर्न सक्छ, जति वर्षको उमेरले पनि डेभलप गर्न सक्छ। यो खालको ट्रेनिङ उनीहरूलाई दियो। र इन्ट्रेस्टिङ कुरा के भयो भन्दा त्यसको रिजल्ट के भयो भन्दा आफ्टर 2 इयर्स, यो रिसर्च एकदमै लामो रिसर्च थियो, 2 वर्ष लगाएर गरेको रिसर्चको त्यसको एउटा त्यो विद्यार्थीहरूमा के देखियो भन्दा उनीहरूको रिजल्ट त डेफिनेटली राम्रो हुँदै गयो होइन, इम्प्रुभ हुँदै गयो, उनीहरूको पर्फर्मेन्स एकदमै राम्रो भयो। त्योभन्दा पनि अझ इन्ट्रेस्टिङ कुरा उनीहरूको पढाइप्रतिको मोटिभेसन त्यो एकदमै धेरै हाइली हुन्छ नि, त्यो चाहिँ बढ्दै गयो। उनीहरूको पढाइप्रतिको मोटिभेसन बढ्दै गयो। उनीहरूलाई क्लासमा धेरै इन्गेज हुन मन लाग्ने, टिचरहरूसँग धेरै इन्टरेक्ट गर्न मन लाग्ने। त्यो ट्रेनिङभन्दा अगाडिको विद्यार्थी अगाडिको फेजमा उनीहरूको जस्तो खालको माइन्डसेट थियो, उनीहरूको माइन्डसेट टोटली चेन्ज भएको देखियो। उनीहरूलाई अब मैले पनि के गर्न सक्छु, मेरो पनि दिमागको पावर, मेरो माइन्डको पावर बढ्न सक्छ फ्युचरमा भन्ने खालको त्यो विश्वास जब उनीहरूलाई जागृत भयो नि, त्यसपछि उनीहरूको त्यो रिजल्ट मात्रै होइन कि उनीहरूको ओभरअल पर्फर्मेन्स पनि बढ्न थाल्यो। त्यही भएर हेर्नु सबैभन्दा ठुलो कुरा बिलिफ सिस्टम। तपाईँ जस्तो सोच्नुहुन्छ तपाईँ त्यस्तै बन्नुहुन्छ। इट इज अल अबाउट बिलिफ सिस्टम। त्यो 12-13 वर्षको बच्चाले, 11-12 वर्षको बच्चाले अहिलेदेखि नै म कमजोर छु, मेरो दिमाग योभन्दा धेरै ट्यालेन्ट हुन सक्दैन होइन, मेरो क्यापासिटी योभन्दा धेरै अगाडि बढ्न सक्दैन, म योभन्दा धेरै ट्यालेन्ट बन्न सक्दिनँ भनेर जब उसले त्यो लिमिटिङ बिलिफ्स बोकेर बसिरहेको थियो नि, त्यो फिक्स्ड माइन्डसेटका साथमा ऊ जब बसिरहेको थियो नि, उसले मेहनतै नगर्ने रहेछ। अझ इन्ट्रेस्टिङ कुरा त उनीहरूलाई के लाग्दो रहेछ कमजोर विद्यार्थीहरूलाई भन्दा त्यो ट्यालेन्ट विद्यार्थीहरूको चाहिँ माइन्डको पावर नै हाई छ उनीहरूको हेर्नु उनीहरूको जेनेटिकली नै उनीहरू चाहिँ इन्टेलिजेन्ट छ, उनीहरूमा के न के स्पेसल क्वालिटी छ भन्ने लाग्दो रहेछ। तर रियालिटीमा द्याट वाज एब्सोल्युटली रङ। र क्यारोल ड्वेकले यो माइन्डसेटको रिसर्च विद्यार्थीमा मात्रै सीमित गर्नु भएन कि उहाँहरूले समाजका विभिन्न तह र तबकाका व्यक्तिहरूलाई पनि यसको बारेमा यसको रिसर्च गर्नुभयो, स्पेसली अहिले स्पोर्ट्समा होइन, यो आर्टिस्टहरूमा, प्रोफेसनल जब गर्ने मान्छेहरूमा, बिजनेसम्यान, अन्टरप्रेन्योर्स होइन, यो सबै सेक्टरमा उहाँले रिसर्च गर्दाखेरि के पत्ता लगाउनु भयो भन्दा सक्सेसफुल पिपल दे हेभ ग्रोथ माइन्डसेट एन्ड अनसक्सेसफुल पिपल दे हेभ फिक्स्ड माइन्डसेट। र यो कुरा उहाँले आफ्नो किताब माइन्डसेटमा
डिटेलमा लेख्नु भएको छ, डिटेलमा राख्नु भएको छ। मैले आज एउटा मात्र रिसर्चको बारेमा चर्चा गरेँ। उहाँले यस्ता धेरै रिसर्चहरू गर्नु भएको छ र आफ्नो किताबमा लेख्नु भएको छ। माइन्डसेट भन्ने बुक 2006 मा पब्लिस भएको थियो। त्यही भएर सबैभन्दा इम्पोर्टेन्ट कुरा के हो त भन्दा तपाईँले आफ्नो माइन्डसेटलाई हेर्नुपर्ने हुन्छ। के तपाईँ हामी पनि त्यस्तै फिक्स माइन्डसेट लिएर त बसेका छैनौँ? कतै तपाईँका भाइ बहिनीहरू, तपाईँका छोराछोरीहरूले पढाइमा मन गर्दैनन्, पढ्नमा मोटिभेसन छैन, होइन, एकदमै कमजोर छ उनीहरूको पर्फर्मेन्स भने कतै उनीहरूसँग यस्तै खालको फिक्स माइन्डसेट त छैन? कतै उनीहरूले पनि आफूले आफूलाई कमजोर ठानेर त बसेका छैनन्? के हुन्छ भन्दा जब मान्छेले आफूले आफूलाई कमजोर महसुस गर्छ नि, उसले मेहनतै गर्न मन लाग्दो रहेछ। मेहनत गरिहाल्यो भने पनि दे गिभ अप भेरी इजिली। र सँगसँगै त्यो ग्रोथ माइन्डसेट भएको मान्छेहरूमा चाहिँ एउटा गजबको क्षमता के हुँदो रहेछ भन्दा जति च्यालेन्जिङ काम भए पनि उनीहरूले त्यसलाई दे विल टेक द इनिसिएसन, र जति असफल भए पनि दे नेभर गिभ अप। त्यो खालको एउटा माइन्डसेट चाहिँ उनीहरूमा हुँदो रहेछ। त्यो ग्रोथ माइन्डसेट भनेकै दे टेक द च्यालेन्जेस एन्ड दे नेभर गिभ अप अन द फेलियर्स। त्यसले गर्दा उनीहरूको दिमाग झनै बढ्दै जान्छ, उनीहरू झनै राम्रो हुँदै जान्छ। त्यसले गर्दा उनीहरूलाई त्यो एउटा ट्र्याक रेकर्ड मिल्दै जान्छ। सो द्याट मेक्स द डिफरेन्स हुन्छ नि। क्यारोल डुवेकले यस्तो राम्रो रिसर्च गर्नुभएको छ। यो रिसर्च 2007 मा पब्लिस भएको थियो चाइल्ड डेभलपमेन्ट भन्ने एउटा साइन्टिफिक जर्नलमा। सो इफ यु वान्ट टु नो डिटेल्स अबाउट दिस रिसर्च, म तपाईँको डिस्क्रिप्सनमा DOI लिङ्क पनि राखिदिन्छु, गएर हेर्न सक्नुहुन्छ। यसको डिटेल रिसर्च पनि पढ्न सक्नुहुन्छ। र यो रिसर्चको अल्टिमेट कन्क्लुजन के थियो भन्दा इफ यु वान्ट टु एचिभ समथिङ बिग यु हेभ टु हेभ द्याट ग्रोथ माइन्डसेट। म परिवर्तन हुन सक्छु, चेन्ज पोसिबल छ। चेन्ज मात्रै होइन, मेरो इन्टेलिजेन्स पनि बढ्न सक्छ, मेरो माइन्डको पावर पनि बढ्न सक्छ भन्ने त्यो खालको विश्वास लिएर चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। इफ यु हेभ द्याट फिक्स्ड माइन्डसेट, यो विद्यार्थीमा मात्रै होइन कि सबैमा लागु हुन्छ, यु कान्ट डु एनिथिङ। हामीले चाहेको पनि काम गर्न सक्दैनौँ। हामी हेर्नु सुरुवात नै गर्न सक्दैनौँ। सुरुवात गरिहाल्यो भने पनि वी गिभ अप भेरी इजिली। So very important thing is we have to think about our belief system. We have to think about our mindset. कस्तो खालको माइन्डसेट लिएर हामी बसेका छौँ।